गरी अब भने हामी एउटा गायनलाई जोड्न गइरहेका छौं। हाम्रो यसै एभरेस्ट एकाडेमी विद्यालयका एक्स स्टुडेन्ट विष्णु बुढाज्यूलाई गायनका लागि मञ्चमा निम्त्याउन चाहन्छौं। कसैको यादमा अड्किरहेको छु म, प्रतिभा छु बल्छिरहेको छु म, मन मर्यो त्यसैले अल्छिरहेको छु म, बिस्तारै खरानी सल्किरहेको छु ल, नजिक नआउनु फेरि सर्ती भएको छु म, धेरैको जिन्दगीमा गल्ती भएको छु म, के फाइदा छ र अब मन्दिर गएर बरु हिँड्ने दिन्छु रातभर ड्रिङ्क गरेर। बिस्तारै आफ्नाहरू चिन्न थालेछु, मैले फिर्न पाएको होइन मैले चिन्न पाएको छु, त्यही आफ्नाहरूको देखेँ मैले भिन्न खालको रूप, त्यही भिन्न खालको रूप देख्दा धेरै ठाउँमा छु। अब याद आउँछ जब तब हाँसिदिन्छु खुब, कति खुसी छ र भन् मलाई तर तेरो झुटमा पर्ने यस्तो कस्तो खालको हुल, तेरो बानी छरे घाउमा हालिदिने नुन। मलाई आउँदैन माया देखाउन, आजसम्म केही मिठा बात गराउन, सक्दिन तिमी तिम्रो हात घुमाउन, मलाई आफ्नो मान्छे किन आज दास बनाउँछ, आफ्नो मान्छे आफ्नो राज बताउँछ, मलाई कल तिम्रो याद गराउँछ, टेक्स्ट गर्नु खोज्यो हात बढाउन, मन थियो तिम्रो हात समाउन, अहिले गाह्रो हुन्छ रात कटाउन, आऊ हामी दुई साथ बसौँ न, यादमा जीवित केवल याद गरौँ न, यादमा जीवित केवल याद गरौँ ल। कसैको यादमा अड्किरहेको छु म, प्रतिभा छु बल्छिरहेको छु म, मन मर्यो त्यसैले अल्छिरहेको छु म, बिस्तारै खरानी सल्किरहेको छु ल, नजिक नआउनु फेरि सर्ती भएको छु म, धेरैको जिन्दगीमा गल्ती भएको छु म, के फाइदा छ र अब मन्दिर गएर बरु हिँड्ने दिन्छु रातभर ड्रिङ्क गरेर। तिमीलाई हर ठाउँमा देख्ने भएको छु, तमेरी लेलामा बस्नु भएको छु, पानी बिग्रियो अनि भेट्ने भएको छु, के न तिम्रो बारी लेख्ने भएको छु, तिमीलाई बनाउँछु म जादु भएको छु, डाँडाको उस पारमा घुम्ने भएको छु, आँसुको गहिराइमा डुब्ने भएको छु, आफैले ऐना हेर्दा कुट्ने भएको छु, तिम्रो अघि आउँदा लुट्ने भएको छु, बिहान 4 बजे सुत्ने भएको छु, मजाक त होइन आँखा उठ्ने भएको छु, बानीले भनिसक्यो मुखले मात्र छु, केटा काटिएका चुन्ने खालको हुँ, मैले दुईटा आँखा फुट्दै बाटो हिँड्ने खालको हुँ, आफ्नो मुटु चिरे 2 टुक्रा सिल्ने खालको हुँ, आफ्नो मुटु चिरे 2 टुक्रा सिल्ने खालको हुँ म। थ्याङ्क यू सबलाई, एकदम माया छ रेस्पेक्ट छ। अनि एउटा मैले सानो मेसेज दिन चाहे अथवा मैले सानो पोइट्री लेखेको छु त्यो सुनाउन चाहे है। म दूरदृष्टि हुँ जुन हेरेर देखिँदैन, म त्यो आँसु हुँ जुन लुकाएर रोकिँदैन, म ती अक्षर हुँ जुन मेटाएर मेटिँदैन, म ती याद हुँ जुन भुलाएर भुलिँदैन, म सङ्घर्ष हुँ त्यसको जसको सफलता भेटिँदैन, म यात्री हुँ त्रिशुलीको जसको शरीर भेटिँदैन, म यात्री हुँ वायु विमान जसको उडान देखिँदैन, म पीडित निर्मला हुँ जसको न्याय भेटिँदैन, म दरबार हत्याकाण्ड जसको रहस्य खुलिँदैन, म मदन भण्डारी जसको चितवनमा हत्या हुन्छ तर सबुत भेटिँदैन, हो म आवाज हुँ त्यो सत्यको जसको आर्टिकल लेखिँदैन, हो म आवाज हुँ त्यो सत्यको जसको आर्टिकल लेखिँदैन। नेपालमा धेरै जस्तो केसहरू छन् जो अहिलेसम्म सुल्झेका छैनन् होइन, अहिलेसम्म सल्भ भएका छैनन्, त्यो टक्क तिनीहरूलाई मैले समेटेर एउटै पोइटमा लेख्न चाहे। त्यही भएर अब कस्तो लाग्यो त्यो मलाई पनि थाहा छैन है, गाना पनि कस्तो लाग्यो मलाई थाहा छैन, राम्रो भयो होला होइन नराम्रो भयो होला, त्यो नराम्रो लागेमा अलि क्षमा चाहन्छु। हस् अब के भने अलि के जो यो आर्टिस्टहरू छन् सबैलाई इन्सपायर गर्नुपर्छ भन्ने मेरो एउटा सुझाव छ है। त्यसमा चाहिँ कि यो डिमोटिभेट धेरै देखिरहेको छु मैले, सबै ठाउँ पनि अहिले मैले डिमोटिभेट भएको धेरै देखिरहेको छु। अलिक मोटिभेट दिनु छोडेर उल्टा डिमोटिभेट गर्नु भएन, यस्तो कुरालाई चाहिँ अलिक ध्यान गरौँ होइन। हामीमा भएको जो आर्ट छ कला छ त्यसलाई बाहिर निकाल्ने कुरा गरौँ, त्यो झन्झन त्यसलाई दबाई दिउँ त्यो टाइपको चाहिँ नगरिदिउँ प्लिज। थ्याङ्क यू सबैलाई। यहाँको गहकिला शब्दले भरिपूर्ण पोइट र बेजोड प्रस्तुति र्यापका लागि दाइलाई धेरै धेरै धन्यवाद। त्यसै गरी आफ्नो गायन प्रस्तुति राख्नु हुन श्रुति गौतम र शिलिसा भट्टराईलाई मञ्चमा निम्त्याउन चाहन्छु। पत्थर है वो मुझे रोक टोक कहते हैं लोग, पर मुंह मिसा है मेरा जान, नस्तर है वो यही दूर दूर
मुझे फितूर पर बादशाह है मेरा जानू। हो कड़वी है बोली, दिल है रंगोली, इसमें पत्थर क्यों लोग देखते हैं, मुझको तो दिखता है इसमें कोई सनम। अंगारों का अंबर सा लगता है मेरा समय, राहों में फूलों का रास्ता है मेरा सामने। महंगे महंगे बाट तोहफे ये है इसकी नवाबी, मुझसे डर डर के ये मांगे एक छप्पी गुलाबी। मसला कितना भी हो मुश्किल चुटकियों में करे हल, उनका इसका ना मिले तो मांग मुझसे ये बाबल। घर से बाहर इसकी अगर दुनिया दिखती रहे इसके आगे, पर जब जब घर से निकले माथे पे तिलक मुझसे आगे मांगे। औजारों का अंबर सा लगता है मेरा समय, राहों में फूलों का रास्ता है मेरा सामने। अब देखी ताब देखी इसकी आंखों में सबने, ख्वाब देखा अब देखा इसकी आंखों में हमने। इसकी मूंछों में पलाती देखी है शान सबने, अपनी मूंछों के पीछे देखी मुस्कान हमने। घर से बाहर इसकी अगर दुनिया दिखती रहे इसके आगे, पर जब जब घर से निकले माथे लग मुझसे आगे मांगे। सुसे की अकरी ममा मुरे उन्नारे नाता में, मेरी राहों में फूलों का रास्ता है मेरा सामने। करवाना मिलता है तो घरवाली महारानी। थैंक यू। एकदमै बेजोड र धमाकेदार प्रस्तुतिका लागि बहिनीहरूलाई धेरै धेरै धन्यवाद। त्यसै गरी अब भने हामी यसै एभरेस्ट एकाडेमी विद्यालयको कक्षा 10 मा अध्ययनरत छात्र जीवन नागरीलाई र्यापका लागि मञ्चमा आमन्त्रित गर्न चाहन्छौँ। कृपया उहाँको स्वागतमा जोरदार ताली बजाइदिन हुन हार्दिक अनुरोध गर्दछौँ। Yo, check, check. Yo, 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 check, check. Yo, yo. Jibu the god on the mic. Yo, yo. Mono bujiyo, तिमीले हात छोड्यौ, 5 सालको रिलेसन 2 मिनेटमा नि तोड्यौ।
ख्याल ख्यालमा मायालाई जुतोको सम्नी खाई कति कुरा लगाई मनमा छ पीडा है याद आउँछ तिमीसँग बिताएका पलहरू कहिले सोचेर लाग्छ कि बाँचु कि किमहरू बचेर नदी किनार बिताएका ती दिनहरू कसरी म बिर्छु त्यो पलको छिनहरू तिमीलाई कति मान्थे तिमीले कहिले बुझेनौ बोल्दाखेरि चित्त दुख्ला त्यो पनि सोचेर आफैले सपना देखाई आफैले नै जोडिदेऊ कसरी भन्न सक्छु मलाई तिमी छोडिदेऊ माया लगाएर तिमीले आफ्नो बाटो मोडिदेऊ मलाई दुखी बनाएर तिमीले त्यहाँ हाँस्दैछौ बिरालो मुटु छ मुखमा हाँसो ल्याउँदैछु तिमीलाई कसरी माया बाँच्दैछौ गुलाबको काँडा जस्तो चुम्ने तिम्रो मन रहेछ आखिरमा माया होइन चाहिने तिमीलाई धन रहेछ घरमा नै भन्दा पनि तिमीलाई मन पराए आखिरमा आफ्ना बाउको चित्त दुखाए यो धेरै माया गर्थ्यो तर तिमीले पनि बुझेनौ तिमी त व्यापार रहेछ एउटासँग पनि टिकेनौ कसरी भन्नु तिमीलाई मनका कुरा यिनी र बचिरा हुन्छु यादहरू तिनी यो माया पनि चिज कहिले खान कहिले पानी बिस्तारै छुट्टिँदै गयो हाम्रो प्रेम कहानी तर यति भन्न चाहन्छु हामी धेरै सानी तोपतानी गरिसके आफूलाई मुलाहानी तर तिमीले छाडी गयौ जानी नजानी नानी बन्न खोज्छन् आजकालको फुची नानी जब आफूसँग हुन्छ करोडको मनी पैसा हुनसम्म आई लभ यु बेबी उम्मा पैसा नभएपछि अरूलाई नै चुम्मा ल तिम्रो त्यो शरीरको कति पैसा जम्मा भनिदेऊ न डुब्ने गर्छु म आफ्नो नै भ्रममा यो 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 पहिले भन्ने हो तिमीले धुन तुर्यौ मनमा पीडा दि छातीमा झन्डा गोड्यौ मलाई त मारिदियो तिमीले जुदा जिउँदै कसैको हकमा रह्यो तिम्रो यादमा रुँदै यो थ्याङ्क यू सो मच एकदमै राम्रो प्रस्तुतिका लागि धेरै धेरै धन्यवाद त्यसै गरी अब भने अनिस नेपालीलाई मञ्चमा निम्त्याउन चाहन्छौँ तिमीलाई सानो गुनासो हजार रोज तिमीले होइन मैले गुनाको तिम्रो त सबै इच्छा चाहनाले पुरा भयो गल्ती होइन कसैको नि भाग्ने हो जुराको बुझिनी मैले थिएँ तिमीलाई दुःख पर्दैन लाग्थ्यो हुँदैछ होला तिमी साह्रै कष्ट बोकेर कति त सक्नु हुन्छ तिमीलाई पनि थाहा छ तर त्यसको मतलब यो होइन जाने पट छोडेर जुन दिन थाहा पायो तिम्रो बिहेको फिक्स त्यसपछि लागे रुनु भन्दा बिहेको ठिक तर सकिन नि मदिराको उर्किने धकल्न घाँटीमै अड्किरहेको छ तिमीले बिहेको फिक्स सर फेराको चासो आफू लाने गर्छ हामी तर तिमीलाई पनि थाहा छ बानीले नै हुन्छ नानी एउटा आगो गएपछि अर्को हुनु पर्थ्यो पानी यसरी नै टुक्रियो चिसा जस्तै हामी सुरुङ्ग फुल केसमा काँडा हटाइ टिपेर मिल्ने नै भयो तिमीलाई मुठु दिन्थे झिकेर जसलाई माया गरे उसलाई नपाउने भयो मलाई क्यासिन हुन्न यो जीवनबाट जितेर थ्याङ्क यू त्यसै गरी आजको यस कार्यक्रमको अन्तिम प्रस्तुतिका लागि हामी हाम्रो सिङ्गिङ सरज्यूलाई मञ्चमा निम्त्याउन चाहन्छौँ कृपया उहाँको स्वागतका लागि जोरदार ताली बजाइदिन हुन हार्दिक अनुरोध गर्दछौँ र म हाम्रो कुन्दन सर खनाल सर र हाम्रो एक्ट स्टुडेन्ट्सहरू हुनुहुन्थ्यो यहाँ निशा अञ्जली अनि हाम्रो होटल म्यानेजर पनि के अरे नेहा अनि ल तपाईँहरू सबै आउनुहोस् है त्यो हाम्रो स्कुल होइन रमाइलो गर्नुपर्छ र कुन्दन सर प्लिज माथि यति आइदिनुहोस् न रमाइलो गरौँ है त यहीँ माथि खनाल सर सबै आइदिनुहोस् र भाइस प्रिन्सिपल सरलाई पनि कृपया मिल्छ भने यसो स्टेजमा आइदिनु भयो भने एउटा गढवाली सर प्ले गरिदिनुहोस् नाच्ने है त डान्सर कृपया प्लिज आइदिनुहोस् है प्रिन्सिपल सर पनि यदि हुनुहुन्छ भने प्रिन्सिपल सरलाई पनि कृपया स्टेजमा आइदिन अनुरोध गर्दछु गाउने नाच्ने सर म गाउँछु अनि सबै गढवाली चाहको होटल खोल्ने सिट
नाचौ है त सबैले ल श्रेया आउनु आउनु नाच नाचे त मैं न जानी नौकरीमा मैं न जानी नौकरीमा दिल्ली बहुत दूर चाहको होटल खोलली इतनी टनकपुर चाहको होटल खोलली इतनी टनकपुर तू न जानी परदेसमा घर कैसे चलो नया फैशन वाली सारी फिर कैसे पेरू नया फैशन वाली सारी फिर कैसे पेरू चाहको होटल खोल कृपया प्रिन्सिपल सरलाई पनि डान्सका लागि मञ्चमा निम्त्याउन चाहन्छु कृपया प्रिन्सिपल सर स्टेजमा आइदिन हुन हार्दिक अनुरोध गर्दछौँ मेरी पहाड़ मंडवर डो सरसुको साथ जब सुलो पहाड़ खुलो जोली और भार कर बारा पहाड़ खुलो पहाड़ मरू चाहा को होटल खोलुली इतनी टनकपुर चाहा को होटल खोलुली इतनी टनकपुर पहाड़ में बारिश नहीं हुनो गुजारा पहाड़ में बढ़ के नहीं हुनो गुजारा चाहा को होटल खोलुली इतनी टनकपुर 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 ल नाचौ है मेरे पहाड़ मंडवर डो सरसुको साग जब सुनो पहाड़ खुलो जोली और भात कर बारा पहाड़ खुलो पहाड़ मरू कर बारा पहाड़ खुलो पहाड़ मरू चाहा को होटल खुलुली इतनी टनकपुर चाहा को होटल खुलुली इतनी टनकपुर चाहा को होटल खुलुली इतनी टनकपुर चाहा को होटल खोलुली इतनी टनकपुर चाहा को होटल खोलुली इतनी टनकपुर धन्यवाद अहिले यति नै थ्याङ्क यू सम्पूर्ण महानुभावहरूलाई धेरै धेरै धन्यवाद